Welcome to my blog. Blog सही म चाहिँ न्यू प्लेस जाँदैछु क्यादामी गरको ट्रेनको सफारी गर्दै रमाइलो ठाउँ होइन एकदम आज फेरि मेरो न्यू जोड्ने यो चाहिँ ल ठाउँ चाहिँ फेरि एकदम चकासको छ फेरि डाँडा बिचमा खोलाले साइड बिल्डिङ ठुलो त्यसमा प्लस हिमालको मुनि ठाउँ एकदम राम्रो छ नि त नि यो चाहिँ मेरो ठाडो भएको कारणले भिडियोलाई क्रप गर्दाखेरि चाहिँ सानो देखेँ भिडियो है न त अरू भिडियोमा चाहिँ दामी देखिन्थ्यो तर मैले यसलाई क्रप ल्यान्डस्केप गर्दा चाहिँ सानो देखेँ कि यसलाई चाहिँ अनि म त्यही सहरमा घुम्दै हराउँदै रमाउँदै सेल्फी हान्दै होइन आफ्नै तरिकामा आफै एक्लै थियो एक्लै फिल गर्दै त्यो बादल अनि माथि हेर्नु के पो यसो मजा गइरहेको थियो मुनिले फेरि यसमै जाने हो जान चाहिँ एकछिनमा होइन त्यहाँबाट चाहिँ त्यो बादल चिसो सँगसँगै अनि मैले चाहिँ त्यहाँबाट केबुका चढेपछि चाहिँ म माथितिर हिँड्दैछु तलको सिनहरू हेर्दै जाँदाखेरि चाहिँ क्या डरलाग्दो के फेरि र मेरो पछाडिहरू पनि आउँदै थियो होइन उनीहरू पनि आफ्नै ग्रुपमा थियो रमाइलो थियो म चाहिँ एक्लै थिएँ त्यति साह्रो थिएन अब आफै भिडियो गर्ने आफै त उयो गर्नु त नि अनि मेरो यो मुनि फेरि घरहरू नेपालमा भए पुरानो हुन्छ फेरि यहाँ चाहिँ त्यस्तो गरेर फेरि म त्यो उकालो जाँदा सेल्फी हान्दै पारा अनि माथि जाँदैछ लम्किँदैछ है ल यस्तो चकास यसलाई म घुम्न गएको न्यू प्लेस हो होइन न्यू ठाउँ पनि हो ट्राभलिङ चाहिँ मलाई एकदम राम्रो पनि लागेको थियो रमाइलो नि भएको थियो होइन आफू एक्लै भयो नि तर मौसमले चाहिँ मलाई खासै त्यति साथ दिएको थिएन चिसो थियो मौसम पछि ल तलतिर उनीहरू फर्किनेहरू यसरी कुनै त खाली गएर चाहिँ त्यति नेपालमा भए चारबाट केबुल कारण चाहिँ यहाँ चाहिँ यस्तो गोलो पकाएको थियो क्या फुटबल जस्तो केबुल कार अनि माथि भ्यूबाट चाहिँ हेर्ने यही हो फेरि म खासै आफ्नो त्यति साह्रो खिच्न पाएन रमणीय थियो ठाउँ चाहिँ र एकदम राम्रो होइन तल भ्यूहरू सहर उतापट्टि फेरि पहाडै फेरि ठ्याक्क मुनि त्यो माने अब फेरि बसेर हेर्ने ट्रफीहरू चिसो मौसममा त खासै त्यति मान्छेहरू चाहिँ थिएन त्यो फाटाफुटी मान्छेहरू चाहिँ होइन घुम्न आउनेहरू चाहिँ त्यति धेरै चाहिँ थिएन पहाड थियो अनि म चाहिँ त्यहाँबाट अल्छी लगाएर फर्किनेलाई म चाहिँ यहाँ अवश्य केबुका वेटिङ गर्दै हो कि ल केबुका आयो मलाई लिन आयो आउँदैछ उनीहरू चढेपछि चाहिँ फेरि म यतापट्टि चढेँ केबुका चढेपछि बिस्तारै तल्तिर चढ्दैछ त्यो माथिको पहाडबाट भ्यूहरू हेर्दै फेरि आउँदाखेरि म एक्लै थिएँ कि अब यसो तलतिर हेर्ने अघि जाँदा उकालो थियो भने अहिले आउँदा ओह्रालो भयो त्यहाँबाट हेर्नुहोस् चन्दा थियो कतिवटा देशको चन्दा रहेछ आफ्नो त्यहाँबाट चाहिँ फेरि म आफ्नै पारा एक्लै
भइदिएर होइन फिल एकदम जग्गा छानेर जाडो मौसममा चिसो मौसममा सेफी आन्नुला एक्लै रमौला झरे फेरि पुक्लुक्क चुडेर झरिदियो भने के गर्नु फेरि गाह्रै पो पर्छ मलाई ल झरे यसमा चाहिँ म कतिवटा 4 कि 5वटामा एकैचोटि म चाहिँ बिचमा दिएँ 2 नम्बरमा तर माथि आएपछि 5वटा एकै झर्ने तल झर्ने एकै चाहिँ 5वटा सानी गर्ने चाहिँ के अलग नहुने चाहिँ यहाँ चाहिँ के बुकार चाहिँ कुनै ठाउँमा मान्छे भरे पठाइदिने त्यस्तो हुन्छ नि यहाँ चाहिँ त्यस्तो छैन सुरु भरेन भने लाइन नै तल भ्युर चाहिँ खास ठुलै सहरले भरेछ रमझम मेला लागेको छ माथिहरू डाँडा ल गाडीहरू त के हो कमी लाउन शान्ति यस्तो म त कहाँ माथि पुगे जस्तो लाग्यो गाडीहरू त्यता ठुल्ठुलो बिल्डिङहरू पनि सानो देख्छ त चर्यो केटा चर्यो ऊ त चिसो भएर चाँडै चढ्यो आफ्नै खुट्टामा तल फेरि घरहरू यो नि त तरिका ठ्याक्क मान्छे त किरा सरी देखिन्छ तलले त ल गाडीहरू पनि कति सानो देख्यो मसिनो चिसमिसी त्यही हो गाई छैन टाइम अब मिलेर ट्राभलिङ चाहिँ गर्नुपर्दो रहेछ होइन जति काम भने चाहिँ जिन्दगी चल्दैन रहेछ ट्राभलिङ पनि अनुभव लिनु पर्दो रहेछ लाइफमा चाहिँ म चाहिँ यही बुझेँ होइन गाइस तपाईँलाई के बुझ्नुभयो होइन यो कुरा सही हो भने कमेन्ट गरिदिउँ त एकचोटि अनि लाइक पनि ठोकिदिउँ अनि म त्यहाँबाट उल्टिसकेपछि चाहिँ ट्रेन बढाउँदै गयो ट्रम बढाउँछ दामी छ फेरि 2टा लाइन आफ्नै पाहाड सुरु सानो चिटिक्क परेको अनि पाहाडको मुनि पाहाडबाटै भक्क चऱ्यो म ओके बाई गाइस अर्को भिडियोमा भेटौँला सी यू नेक्स्ट टाइम लाइक सब्सक्राइब र बेल आइटम बजाउन नबिर्सिनु होला